अहिले हामी लगभग हाँडीफुरी ढुङ्गोको तल आइपुगेका छौँ। सुन्दर माछापुच्छ्रे अन्नपूर्ण चौथो लमजुङ हिमाल र यहाँबाट कुहिरोले छेकिएको छ मनासलु पनि देखिन्छ। हामीले यहाँ देख्न सक्छौँ पुम्दीकोटको महादेवको शिव मन्दिर, त्यसपछि अलि यता आइसके पछाडि सराङकोट, यहाँबाट चाहिँ पोखरा कुहिरोमा छ। ब्याकग्राउन्डमा तल सर्केटारी पर्स्याबाटी, यता फेदीखोला कुहिरोमा छ। पुच्छ्रेको काखमा रहेको यो सुन्दर ठाउँ छ। यहाँ यो चुकुल्लो भएको ठाउँ चाहिँ देवीथान माछापुच्छ्रे र हाम्रो गन्तव्य चाहिँ तपाईँहरूले दृश्यमा देखिराख्नु भएको सेतो यो सिद्ध लेक रहेको छ। आज मौसम खुली स्याङ्जाको हामी अहिले राम्चेमा आएका छौँ। राम्चेको चाहिँ हामी कारुखोर्दाबाट ठडिएर जुन बाटो पहिलो बनाइएको थियो 19 घुम्तीको बाटो छ। त्यो बाटो हुँदै हामी माथि राम्चे आएर राम्चे मन्दिर हुँदै सिद्धाको थान जुन उल्लेरीको माथि रहेको छ त्यो दृश्य अवलोकन गर्नको लागि हामी 9 जनाको टिम आइरहेका छौँ। यहाँबाट माछापुच्छ्रेमा ठ्याक्क सिंह उत्तर पूर्व फर्किएको सिंहका दुईटा कान नजिकै आँखा ढाड एकदमै ठ्याक्कै सिंह देखिएको छ। हिमालको दृश्य राम्रो अवलोकन गर्न मनमोहक छ। यो प्राकृतिक सौन्दर्यतामा हामी रमाउन भनेर 9 जनाको टिम चाहिँ सर्केटारीदेखि खडिएर यहाँ आएका थान चढ्ने बेलामा बुवा भेटिनु भएको छ। बुवा नमस्ते। नमस्ते। हजुरको नाम के पर्यो? मेरो माधव पौडेल। ए ल, यो ठाउँको बारेमा बताइदिनुहोस्। देउराली भन्छ। अनि कति वर्षबाट यहाँ तपाईँको सबै पुस्ता यहीँ बस्नुभएको? होइन, पछि बाबाले सार्नु भएको हाम्रो उता के अरे राफु थियो। ए हजुर। अनि अहिले यता बसाइ सरेको। अनि मान्छेहरू सबै गाउँ छोडेर हिँडिसके कि के छ? यहाँ कति घर बाँकी रहनु भएको छ अब? कति वर्ष भयो? 67 भयो। स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वार्ड नम्बर 4 आरुखर्कको गलेनको हामी यो ठाँटी रिक्सर ठाँटीमा हामी अहिले उभिरहेका छौँ। र आजको हाम्रो गन्तव्य भनेको स्याङ्जा फेदीखोला सर्केटारीबाट यो सिद्ध थाप्ने त्यहाँ बुद्धको प्रतिमा रहेको छ। हामी यो हाम्रो राम्ची थान हुँदै उहाँ पुगेर उल्लेरी पोखरा महानगरपालिका 22 उल्लेरी हुँदै हामी फेरि पुनः फेदीखोला गाउँपालिका वार्ड नम्बर 1 कुबिन्डे हुँदै फर्किने हाम्रो आजको हाम्रो उद्देश्य गन्तव्यको हाम्रो डेस्टिनेसन रहेको छ। र यहाँबाट देख्न सक्छौँ हामी पारिपट्टि हिमाल मनोरम माछापुच्छ्रे मनासलु हिमालहरू हामी सटेर देख्न सक्छौँ भने हामी तलपट्टि फेदीखोला गाउँपालिकाकै टोड्किए देख्न सक्छौँ हामी भने यतापट्टि हामी आरुखर्कको हामीले शेरबजार लगायतका ठाउँहरू पनि केही देख्न सक्छौँ भने पर्सेबाटी कुबिन्डे केही मात्रामा र पारिपट्टि फेदीखोला गाउँपालिकाको रामकोट मटिखानतिरको क्षेत्रहरू देख्न सक्छौँ भने यो हाम्रो फेदीखोला गाउँपालिकाकै एउटा हाइटमा भएको ठाउँ पनि हो। पारिपट्टि हामीले फेदीखोला गाउँपालिका र पुतली बजारको सिमानामा रहेको नुवाकोट काला भैरवलाई पनि हामीले देख्न सक्छौँ। र सम्पूर्ण यो यात्रा ट्रेकिङ हाइकिङ गर्न रुचाउने आदरणीय महानुभावहरूलाई यो ट्रेल पनि एकचोटि ट्राई गर्नुहोस् र यहाँ पनि पक्कै पनि तपाईँहरूले खोजेका धेरै कुराहरू भेट्न सक्नुहुन्छ भन्ने म यहाँ समक्ष अनुरोध गर्न चाहन्छु। र विशेष गरी हामी यही फेदीखोला गाउँपालिका पेरिफेरीका हाम्रा साथीभाइहरूलाई हाम्रा आदरणीय ठाउँलाई प्रमोट गर्नको लागि हामीलाई एउटा यो टुरिज्मको हब बनाउन हामीलाई सहज छ यो ठाउँ। किन भन्दा यो अति प्राकृतिक रूपमा मनोरम र अति नै सुन्दर दृश्यहरू हामीले यहाँबाट देख्न सक्छौँ। त्यसैका लागि यो ठाउँ भिजिट गर्नु म सबैलाई अनुरोध गर्दछु। हामी अहिले राम्चे देवीको गेटमा आइपुग्यौँ। पछाडि देखिएको यो दृश्य मनासलु हिमाल लमजुङ कैलाशको रहेको छ हामीसँग। हुन्छ दिवाकर सर, के छ? कस्तो भयो यहाँ आउँछ? कति थाक्नुभयो? थाकिया छैन खासै, बिस्तारै आराम गरेर आइया छ। एकदम मनमोहक दृश्य छ, आनन्द लागिरहेछ। सबै साथीहरू आनन्दित हुनुहुन्छ। ल, शीतला राम्चे देवीलाई सर्वप्रथम नमन गर्न चाहन्छु। हामी अहिले फेदीखोला गाउँपालिका वार्ड नम्बर 4 को
टपमा रहेको शीतला रामचन्द्र मन्दिरको प्राङ्गणमा छौँ र यसको पृष्ठभूमिको विषयमा कुरा गर्दाखेरि 85को शिरबाट एउटा ठुलो अग्निज्वाला आकाशबाट चढ्दै एकदम देशका साथमा टपमा खसेको कारणले तत्कालीन 1947 यो मन्दिरलाई चाहिँ पुरा ढुङ्गा गाडेर सीतादेवीले चाहिँ वरिपरि हुने सम्पूर्ण चौपायाहरूलाई सुरक्षा गरी बाघबाट विभिन्न अन्य जन्तुहरू बसेबाट जोगाएर रक्षा गरेको भन्ने किंवदन्तीको साथ हामीले अहिले हाम्रो यो रामचन्द्रदेवीलाई हाम्रो फेदीखोला गाउँपालिकाको पाठ्यक्रम हाम्रो फेदीखोला भन्ने पुस्तकमा समेत त्यसको विषयमा चाहिँ पूर्ण रूपमा विस्तृत राखिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हामी अहिले यो लमजुङ कैलाश हिमाल, मनासलुको हिमाल, अन्नपूर्ण चौथो र माछापुच्छ्रे सहित हामी यहाँ छौँ। रामसी देवीबाट तल हामी आइरहेका छौँ। अब हाम्रो यात्रा पोखरा 21 उल्लेरीतर्फ रहेको छ। बिचमा हामी एकछिन सर्ट ब्रेक खाजा ब्रेकमा थियौँ। अब यहाँ साथीहरूको प्रतिक्रिया लिन्छु। सर, के छ अहिलेसम्म आइपुग्दा कस्तो भयो तपाईँहरूलाई? आनन्दसँग चाहिँ हामी थाप्ले हुँदै रामचन्द्रदेवीको दर्शन गरेर तल आएर हल्का खाजा खाँदैछौँ। अनि अब यो रमाइलो भइरहेछ। साथीहरू सब एकदम खुसी हुनुहुन्छ। यस्ता कार्यक्रमहरू अब निरन्तर रूपमा अगाडि बढाउने चाहिँ पनि हामीहरू सरसल्लाह हुँदैछ। राजन सर, के भन्नुहुन्छ? एकदम रमाइलो भइरहेछ। आजको कार्यक्रम संयोजकलाई के भन्नुहुन्छ तपाईँले? आजको कार्यक्रम हामीले एउटा सेन्ट्रलाइज नगरिकन आज डिसेन्ट्रलाइज ढङ्गबाट गरेका थियौँ। 27 हामीले अब बिस्तारै चाहिँ हामीले चाहिँ हाम्रो यो विशेष पहिलो काम भनेको हामीले फेदीखोला वरिपरिका ठाउँहरूको एक्सप्लोरेसन गर्ने र फेदीखोलासँग जोडिएका नेबरिङ पोखरा महानगरपालिकासँग जोडिएको र हाम्रो पूर्वबजार नगरपालिकासँग जोडिएको आँधीखोला गाउँपालिकासँग जोडिएका ठाउँहरू हाम्रो पहिलो प्राथमिकतामा रहेका छन्। हामीले त्यसलाई एक्सप्लोर गरिसकेपछि हामी एउटा यो फेदीखोले हाइकर्स भन्ने हामी बनाउँदैछौँ। र यो फेदीखोले हाइकर्सहरूको यो कार्यक्रम चाहिँ हामीले हप्तै पछि नसके पनि हामी निश्चित समयमा एउटा सिड्युल बनाएर हामीले यसलाई निरन्तरता दिनेछौँ। यसमा एउटा हामी साथीभाइहरू बिच विभिन्न पुस्ताका व्यक्ति बिच पनि हाम्रो भेटघाट हुने, निकटता बढ्ने, यसले पक्कै पनि हाम्रो सम्बन्धमा अझै सम्बन्धलाई प्रगाढ बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विशेष गरी भनेको हाम्रो वरिपरिका ठाउँहरूलाई प्रमोट गरेर टुरिज्मको लागि अरू अन्य ठाउँबाट पनि आकर्षित गरेर यो ठाउँ घुम्नुपर्दो रहेछ है, घुम्नुपर्छ है भन्ने कुरामा हामीले अरूलाई पनि तान्ने, एट्र्याक्ट गर्ने हाम्रो अहिलेको मुद्दा हो। वास्तवमै घुम्नुपर्ने छ। पोखराको पारी सराङकोट एरियाहरू पनि हामीले यहाँबाट देख्न सक्छौँ। धौलागिरी रेन्ज, गुर्जा हिमाल र धौलागिरी रेन्ज। त्यसपछि यहाँ बादलमा माछापुच्छ्रेको रेन्ज चाहिँ अहिले बादलले छेकिसकेको छ। अहिले हामी देख्छौँ यहाँ त्यो चाहिँ माछापुच्छ्रे पुम्दीको यो महादेवको मन्दिर। अहिले यहाँ पोखराको रेन्ज छ।